आउनुस् अब सबैजना मिलेर केपीओललाई गाली गरौँ। आजको समाचार यही छ, जतासुकै गाली नै गाली छ। सबैजनाले मन पराएका, देशभरि नै मन पराएका कुलमान घिसिङ, उज्यालोको नायक भन्ने कुलमान घिसिङलाई सरकारले हटाएको छ। उनको फेरि कहिले सकिँदै साउनको 24 गते, आगामी साउनको चैत वैशाख जेठ असार साउनमै सकिँदै थियो। अहिले हतार गरेर हटाइयो। उनको ठाउँमा हितेन्द्र देव साक्य ल्याइएको छ। हितेन्द्र देव साक्य सालको हेर्दाखेरि कुलमान घिसिङ आउनुभन्दा पहिला 18 घण्टा 20 घण्टा लोड सेडिङ थियो। यो सबैले जानेकै कुरा हो। कुलमान घिसिङ आइसकेपछि अहिले यो हट्यो, यो पनि थाहा भएको कुरा हो। तर यो एमाले र केपीओली सरकारले चाहिँ यो मान्नेवाला छैन। होइन, यो कुलमान घिसिङ फटा नै हो। कुलमान घिसिङको कारणले होइन, इन्डियाको कारणले हो। इन्डियाले धन्यवाद दिउँ भनेर ऊर्जा मन्त्रीले भनेको पनि यहाँभन्दा हामीले सुनेकै हौँ। तर विशेष गरी अहिले यो हटाइएको छ। सबैजनाको दुःख मनाउँछ। तपाईँको के छ? तर तपाईँको दुःख मनाउ छ कि छैन, यो कुरा सही भयो कि भएन भन्नुभयो। यो 2/3 सरकारसँग नसकिने भयो बाबा, नसकि आज बसेको मन्त्री परिषदको बैठकले कुलमान घिसिङलाई हटाउँदै साक्यलाई नियुक्ति गर्ने निर्णय गरेको हो भने 4 वर्षको लागि नियुक्ति भएका कुलमानको कार्यकाल आगामी साउन 24 गते सकिँदै थियो। तर उनको कार्यकाल सकिनु अगाडि नै सरकारले उनलाई आज हटाउँदै मन्त्री खड्काले आफ्नो बहादुरी देखाएका छन् र यही मौकामा यो सरकारलाई विशेष धन्यवाद दिनुपर्छ, किनकि यो सरकारले आफ्नो खुट्टामा आफैले बन्चरो हानेका छन्। अहिले देशमा जताततै विभिन्न खाले आन्दोलनहरू भइरहेको बेला कुलमान घिसिङलाई केही बिचौलिया र एक मन्त्रीको इगोको कारण हटाएर सत्ता र शक्तिको दम्भ देखाउँदै गर्दा सरकारलाई यसको मूल्य निकै भारी पर्न सक्छ। किनकि कुलमान घिसिङले देश र जनताको हितमा गरेको काम र उनलाई हटाउन सिङ्गो सत्ता र खास गरिकन ऊर्जा मन्त्री दीपक खड्का कसरी हात धोएर लागेको थियो भन्ने कुरा आम नेपाली जनताले राम्रोसँग बुझेका छन्। विशेष गरिकन देशमा पछिल्लो समय राजावादीहरूले आन्दोलन चर्काइरहेको र सँगसँगै फेरि अहिले गठबन्धनको मोर्चाले पनि, समाजवादी मोर्चाले पनि आन्दोलन गर्ने भनिएको छ र यही बीचमा अहिले नै कुलमानलाई हटाउँदाखेरि अब आम नेपाली जनता र स्वतन्त्र युवाहरूले फेरि कुलमानको पक्षमा आन्दोलन गर्ने पक्का भइसकेको छ। र विशेष तन्त्रवादी सरकारले भर्खरै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ र केपी शर्मा ओलीको सालो नाता लाग्ने हितेन्द्र साक्यलाई प्राधिकरणको प्रमुखमा नियुक्ति गरेको छ। जनताले असाध्यै मन पराएका, लोड सेडिङ हटाएका, विद्युत प्राधिकरणलाई फाइदामा लिएका र 50% विद्युतबाट 99% जनताको घरमा विद्युत पुगाएका कुलमान घिसिङलाई अब 5-6 महिना मात्रै बाँकी रहँदाखेरि 22 अर्ब रुपियाँ नउठाउने र ठूला ठूला परियोजना कोल्याप्स हान्ने र विद्युत प्राधिकरणको पैसा आफू खान पाएनौं भनेर अहिले भर्खरै यो भ्रष्ट सरकारले मन्त्री परिषदको निर्णय गरेर कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ। अब पनि नेपाली जनता जाग्ने कि नजाग्ने, अब पनि नेपाली जनता बोल्ने कि नबोल्ने, के तपाईँ हामी रिभोल्युसन क्रान्तिका निम्ति तयार छौं कि छैनौं, यो प्रश्नको उत्तर मैले पनि दिन आवश्यक छ। यो प्रश्न तपाईहरूप्रति पनि सोधिएको छ। आम नेपाली जनताले अब बोल्न आवश्यक छ। र जाँदै मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू। नमस्ते।